ल दाइ हामी कहाँ जाँदैछौँ भन्नु त। नमस्ते झरना धनकुटामा पर्छ। हामी यहाँ माथि जाँदैछौँ। कस्तो छ झरना हेर्छौँ आज, तपाईँहरूलाई पनि देखाउँछौँ। आज हाम्रो यात्रा धनकुटासम्मको छ। दाइ हुनुहुन्छ उता दुईवै उकालोमा थाकिरहेछौँ, त्रुको भइरहेको छौँ। 77 केजीको ज्यान। म त सन्तान लुरेन यो म त। अहिले त्यत्तिकै मैले रोक्छु। माथि गएर झरना पुगेपछि देखाउँछ है त। यहाँ यस्तो छ, ढुङ्गा ढुङ्गा राखेर बनाउनु हुँदो रहेछ। यहाँ त सबैजनाले आफ्नो आफ्नो ढुङ्गा छ, सबैजनाले राख्नु भएको छ। यता पनि छ, उता पनि छ, सानो सानो ढुङ्गाहरू आफू आफूले राखेको। यहाँ मन्दिर जस्तो हो रहेछ। हामी फाइनल्ली झरनाको नजिक नजिक आइपुगेका छौँ। नमस्ते झरना है, नमस्ते। जस्तै हाम्रो घुम्ने क्रम जारी छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ युट्युबमा। सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला, मेरो युट्युब च्यानललाई सहयोग गर्नु होला है त। सब्सक्राइब गरेर यो पुलमा आइसकेका छौँ। सबैजना मान्छेहरू हुनुहुन्छ। त्यस्तो छ यहाँ। लैलाई लैलाई कठैबरीलाई। नारायण दाइ एउटा गीत भनिदिनु। आउँदैन, दाइले गीत आउँदैन अरे। फाइनल्ली म अघि बढिरहेको थिएँ, दाइले एउटा फोटा खिच्ने भन्नुभयो, उता बोलाउनु भयो। म त्यही फर्केँ। ल हामी फाइनल्ली नमस्ते झरना कहाँ हो त्यो किनेर पुऱ्याए छौँ। ल तपाईँहरूलाई पनि देखाउँछु, हेर्नु होला। ल हामी फाइनल्ली नमस्ते झरनामा पुग्यौँ। हेर्नुहोस् माथि झरना यस्तो छ। माथिबाट यसरी आइरहेको छ। माथिबाट पानी माग्ने मानिसहरू धेरै छन्, नुहाइरहेका छन् सबैजना। मानिसहरू नुहाइरहनु भएको छ। भाइ यता हुनुहुन्छ हाम्रो नारायणजी। यता हाम्रो सबैजना नुहाइरहनु भएको छ। यता नमस्ते झरना धनकुटामा ल नमस्ते झरना धनकुटा यस्तो छ। बस यस्तो यो झरना त्यहाँ मानिसहरू नुहाइरहनु भएको छ। सबैजना नुहाउनु पाइँदो रहेछ, तर हामी यात्रामा छौँ। त्यसरी अहिले हामी ननुहाउने। हाम्रो नारायण दाइ यता। दाइ कस्तो छ झरना भनिदिनु त। ल उहाँको तेस्रो पटक, मेरो पहिलोपटक यात्रा हो यहाँको। ल एउटा आउने बाटो तलबाट, हामी यताबाट आएको। तल हुँदै त्यहाँ हुँदै आएको। त्यहाँ कपडाहरू मानिसहरू नुहाएपछि त्यहाँनिर गर्ने ठाउँ यहाँ रहेछ। सबैजना नुहाउँदै हुनुहुन्छ। यहाँको व्यवस्थापन पनि हुँदैछ। यहाँ यता यो बन्दैछ, संरचनाहरू बन्दैछ यताको। फेरि पनि नमस्ते झरना धनकुटा। ल नमस्ते झरना पुगेर पनि हामी फर्किनै सकेका छौँ। फाइनल्ली हामी फर्किने क्रममा छौँ। अब हाम्रो यात्रा धनकुटा। ल सबैजनाले यस्तो गर्नुहुँदो रहेछ। म पनि गर्छु यता माथि गएर। यो गरेपछि कि डिभोर्स हुन्छ कि ब्रेकअप हुन्छ हो। ल मैले पनि यो बनाएको छु। सबैजनाले यस्तो बनाउनु भएको छ। यहाँ फर्किने क्रममा छौँ हामी। टिकटको पैसा नै नतिरेर भित्र आएको। अब फेरि तिरेर जाने हो। नभएपछि भाडा बाँच्ने।